हाम्रो यात्रा चाहिँ इटाभट्टासम्म गयो मेचीनगरको। अहिले फर्किने क्रममा छौँ। फ्रन्ट लाइनमा उज्जवल, जितेन्द्र कुमार शर्मा, जितुर, अनि देवी बहादुर श्रेष्ठ, यहाँ विशाल भाइ, मनोज भाइ, बेनोम योङहाङ, सुजित कुमार राई, सुजित राई, किरण तामाङ, हेलो गुड मर्निङ। अब फर्किने क्रममा छौँ अब हामी। सबैको स्ट्यामिना बढिसकेको जानकारी पाइयो। आजको पर्फर्मेन्सले त्यही भन्छ। भद्रपुर साइकल सोसाइटी बिस्तारै बिस्तारै साइकल कल्चरको डेभलपमेन्टमा पेन्ट्रियम टुरिज्मलाई प्रवर्धन गर्नको लागि केही योगदान गर्नलाई कम्मर कसेर साथीभाइहरू लाग्नु भएको छ। अवश्य पनि केही समय लाग्ला र हामी पुरा राइडको लागि पनि तयारी गर्दैछौँ। गुड मर्निङ एभ्रीबडी।